इनोभेसन सेन्टर बालनले किन नबनायो किन रहेछ भन्दाखेरि उसलाई टेक्नोलोजीको मिनिङ टेक्नोलोजी तिमीलाई थाहा छ जेसीबीले 2 मिनेट सनी काम तिमीले बेलचा लिएर गएर 2 महिना लाउँछौ अनि 16औं शताब्दीमा जस्तो बाँसको पुल बनाउँदै हिँड्छौ अनि इनोभेसनको कुरा गर्छौ हर्कजीको त फेभरेट बेलचा रहेछ यार जानी बेलचा बोकेर हिँड्छ यार बडी अच्छी बात कही पार्टीको चुनाव चिन्ह माटो होइन बेलचा हुनुपर्ने थियो अर्को पार्टी भन्ने बित्तिकै चाहिँ उसले राम्रो काम गर्दैछ भने पनि विरोध गरिहाल्नु पर्ने त्यो रोगले गर्दाखेरि हो त्यो रोग तिमीलाई लागेको छ बेलैमै बचार गरिहाल नत्र तिम्रो माटो पार्टी माटैमै जाला मलाई सरकार छोडिदिन्छ त छोडिदिन्छ कति रहर लागेको प्रधानमन्त्री हुन यस्ता नमुनालाई हामीले प्रधानमन्त्री मानिदिनु पर्ने रे बरु तिमी कलाकार बन तिमी रुनी एक्टिङ राम्रो गर्दो रहेछौ कति तरुणी र तन्नेरीको पछि मात्रै लाग्ने तिमीहरू